भनेपछि प्राइभेट मिडियाहरू निजी मिडियाहरू चाहिँ सरकारलाई नचाहिने हुन् भनेको छैन नि। तर त्यही भयो नि तपाईँहरूले विज्ञापन नदिने बित्तिकै सबै बुझ्ने आशय त्यही हो नि हैन मन्त्रीज्यू। तपाईहरुलाई थाहा छ कि त्यो मिडियामा गएको थियो कि त्यो अन्त गएको थियो, त्यो पैसा त्यो मिडियामा गएको थियो कि अन्त गएको थियो। र सरकारले त्यो एक किसिमबाट मात्रै सपोर्ट गरिरहेको छैन। हामी समग्र मिडिया सेक्टरलाई कसरी सस्टेनेबल बनाउने, कसरी बलियो बनाउने र एट द सेम टाइम तपाईको पनि प्रेस्टिज र रेपुटेसन हुने गरी कसरी बलियो बनाउने भन्ने बारेमा मिडियाको आवाज तपाईले कुण्ठित बनाउन खोज्नुहुन्छ। मिडियाको तपाईँ आएर मलाई प्रश्न तर तपाईहरुले विज्ञापन दिनु भएन, त्यो व्यापार चल्ने बाटो चाहिँ बन्द गरिदिनु भयो नि। त्यो होइन, तपाईको 60-70% पैसा चाहिँ जनताको पैसा। अहिले पनि हेर्नुहोस् सयौं पत्रकारहरू हजारौं पत्रकारहरू सडकमा उत्रिया छन्, तपाईहरुको विरुद्धमा उठ्नु भएको छ। पत्रकार साथीहरू तपाईहरु पहिला कुरा बुझ्नुहोस् अनि प्रश्न भन्दिनुहोस् न त के हो मेरो कुरा। तपाईको त्यो पैसा कुन पैसाको कुरा गर्दै हुनुहुन्छ र त्यो पैसा तपाईँ जस्तो पत्रकारहरू मार्फत तपाईहरु पत्रकारसम्म पुगेको थियो कि त्यो दुरुपयोग भएर चाहिँ कसैको गोजीमा त्यसो भएको हो भने सिधै रोक्दिने कि त्यसलाई चाहिँ व्यवस्थापन गर्ने तपाईले नरोकिकन कसरी समाधान हुन्छ? कहिले यसले बाटो कहिले पाउँछ? अब यसले बाटो अब सरकारले काम गरिरहेको छ। निजी मिडियाले विज्ञापन पाउँछन् कि पाउँदैन त्यसै भन्दिनुहोस्। अब निजी मिडियाले विज्ञापन त पाइरहेछ नि, छैनन् अहिले छैनन्। निजी सरकारी विज्ञापन एउटा पनि पाएका छैनन्, शून्यता छ। सरकारले निजी मिडियालाई सपोर्ट गरेको छ कि छैन? तपाईले विज्ञापन दिनु भएन, पुरै सपोर्ट कसरी हुन्छ? मैले तपाईलाई भनिसके त, समस्याको त बताइसके कि यो समस्या भएर समस्या हो भने कानुन बनाएर गर्नु पर्यो होला नि मानिन्ज्यू। त्यो घाटी नै रेट दिने भने कानुन विपरीत भएको छैन। धन्यवाद है। कानुन विपरीत होइन भने कहिले पाउँदैन विज्ञापन? मिडियाले विज्ञापन कहिले पाउँछ? मिडियाहरूलाई धेरै नै रोकिरहनु भएको छ हरेक विषयमा। हामी मिडिया तपाईँ आएर मलाई घेरिरहनु भएको छ, कहाँ यहाँ तपाईँले प्रश्न गर्दाखेरि त रोकिएन। हामी भनौँ न जुन विषयहरू उठाउन जाँदाखेरि हामी जसरी होल्डिङ सेन्टरमा गयो त्यहाँ पनि हामीलाई रोकियो। यसरी चाहिँ मिडियाले रोक्ने प्रविधि चाहिँ अहिले सरकारले गरेको देखिन्छ। सबै कुराहरूमा सीमा हुन्छ। पत्रकार मित्रहरू, म तपाईँहरूलाई भन्न चाहन्छु, सबै सीमा लिमिटलेस कोही पनि हुँदैन। मन्त्रीका पनि सीमा हुन्छन्, पत्रकारका पनि सीमा हुन्छन्, नागरिकका पनि सीमा हुन्छन्। हामी कोही पनि तपाईँको सुपर ह्युमन बिइङ होइन। हामी आफ्नो सीमाभित्र बसेर काम गर्नुपर्छ। कहाँ जान म पनि जहाँ पनि जान मिल्दैन नि।